नमस्कार हजुरहरूलाई ओ माई गड जिन्दगीमा म स्वागत गर्न चाहन्छु र आजको एपिसोडमा हामी राजनीति होइन अरू कुनै विषय होइन एन्टरप्रेन्योरशिपलाई लिएर केही कुराकानी गर्न गइरहेको छौँ। र आजको एपिसोडमा हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ जसले लगभग आफ्नो आधा जीवन एन्टरप्रेन्योरशिपमा दिइसक्नु भएको छ र उहाँ हुनुहुन्छ परशुराम राईज्यू। उहाँ रङ्गलीबाट हुनुहुन्छ। उहाँ सिक्किमको हुँदाहुँदै पनि उहाँले बेङ्गलोरमा गएर आफ्नो स्टार्टअप सुरु गर्नुभयो भने उहाँले अहिले 2टा रेस्टुरेन्ट जसको नाम रहेको छ डिलिसियस मोमो 2टा रेस्टुरेन्ट चलाइराख्नु भएको छ अनि लगभग उहाँले 15 वर्ष भयो यो रेस्टुरेन्ट चलाउँदै आइराख्नु भएको। र आउनुहोस् हामी आजको एपिसोडमा उहाँसँग उहाँको लाइफ जर्नी बारे र एन्टरप्रेन्योरशिप बारे केही कुराकानी गर्नेछौँ। नमस्ते सर। नमस्कार। फर्स्ट त हजुरलाई स्वागत गर्न चाहन्छु मेरो शोमा है अनि हजुरलाई फर्स्ट त कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु है सबैभन्दा पहिला त है हजुरले जति पनि अचिभ गर्नुभएको छ। हामी जुन आजको विषय हाम्रो जुन टपिक छ एन्टरप्रेन्योरशिप है जुनमा हामी कुराकानी गर्न गइरहेको छौँ यो एउटा सजिलो अनि साधारण छैन भनौँ न है किनभने हामी सिक्किमको पर्सपेक्टिभमा हेर्नु पर्दा थोरैले मात्रै एन्टरप्रेन्योरशिपमा रुचि देखाउँछन् है अनि थोरैले मात्रै गर्छु भन्छन् किनभने सबैजना गभर्नमेन्टमाथि डिपेन्ड भएको हामी देखिन्छ है अनि एन्टरप्रेन्योरशिप एउटा यस्तो सेक्टर हो जहाँ चाहिँ गर्नु सक्यो भने गभर्नमेन्ट भन्दा पनि प्राइभेटमा बेसी है पैसा हामी कमाएको देखिन्छ नि त होइन। नट ओन्ली इन सिक्किम इन्डियामै पनि विश्वमा पनि हाम्रो त्यो उदाहरण छ है। र अब हजुरको कुरा गर्नुपर्दा है मैले अघि इन्ट्रोडक्सनमा पनि भने हजुरको बेङ्गलोरमा 2टा हजुरको चाइनिज रेस्टुरेन्ट छ है डिलिसियस मोमो भनेर अनि इट्स बिन 15 इयर्स हजुरले आफ्नो रेस्टुरेन्ट चलाइराख्नु भएको छ। अहिले त हजुरको एउटा स्यालोन पनि छ होइन। सो सबैभन्दा पहिला त म के जान्न चाहन्छु भन्दा तपाईँले आफ्नो जर्नी कसरी सुरु गर्नुभयो है किनभने एउटा सिक्किममा बसिसकेपछि एउटा सिक्किमिज माइन्डसेट हुन्छ कि सिक्किमदेखि बाहिर नजाउँ भन्ने हुन्छ नि त धेरैजनाको है। अनि अघि म हजुरसँग गफ गर्दै थिएँ हजुरले भन्नुहुँदै थियो हजुरको स्कुलिङ हजुरले यतैबाट गर्नुभएको स्कुल यतै पढ्नुभएको है। सो कसरी तपाईँले हुन्छ नि यहाँदेखि बेङ्गलोरमा गएर चाहिँ म एउटा बिजनेस गर्छु भनेर सोच्नुभयो सुरुदेखि नै म तपाईँको एउटा जर्नी जान्न चाहन्छु। हजुर हजुर म जब बेङ्गलोर पुगेँ मैले पढ्नको लागि गएको थियो बेङ्गलोर। त्यहाँ बेङ्गलोर मैले मास्टर ग्रेजुएट मैले बेङ्गलोरमा कम्प्लिट गरेँ। त्यो पछि चाहिँ म फेरि कम्पनीमा काम गरेँ सफ्टवेयर कम्पनीमा एकाउन्ट्स डिपार्टमेन्टमा काम गर्थेँ। मैले त्यहाँ 2-3 वर्ष काम गरेँ तर मैले त्यो जुन चाहिँ प्रकारको सेटिस्फ्याक्सन पाएन है त जुन चाहिँ अब त्यहाँ जतिबाट हामीले पेरोल जतिबाट काम जति मेहनत हामीले त्यहाँ दियो पनि तर हामीले चाहिँ मैले के पाएँ केही न केही मलाई लागेन कि इन फ्युचरसम्म मलाई यो कामले मुकाममा पुर्याउँछ जस्तो मलाई लागेन र म सेटिस्फ्याक्सन भएन भनौँ है। मैले त्यहाँदेखि सोचेँ अब बिजनेस चाहिँ ठुलो हो बिजनेस चाहिँ गर्नुपर्छ जस्तो लाग्यो तर अब बिजनेस गर्ने त के तर आफूसँग पैसा थिएन पैसा नै हुनु पर्यो है। त्यहाँदेखि मैले अब यताउता गरेर अलिअलि पैसा थुपारेर मैले अब नुडल्स फ्याक्ट्री खोलेँ तर अब जुन चाहिँ नुडल्स फ्याक्ट्री मलाई त्यति आइडिया पनि थिएन तर त्यहाँ अब मेसिन इक्विपमेन्ट पनि मेरोमा त्यस्तो थिएन तर मैले अब अलिअलि पैसा भएकोले त्यो नर्मल मेसिनहरू किनेर रन गरेर ट्राई त गरेँ तर अब सकेन मैले त्यसले गर्दा मैले त्यसलाई वाइन्ड अप गर्नु पर्यो। मैले क्लोज गरेँ क्लोज गरेर फेरि के गर्ने त अब फेरि जबमा जाउँ भने फेरि पहिलाकै अब कहानी दोहोरिने भयो है। त्यो भएर मैले फेरि सोचेँ होइन म अब जब गर्दिनँ अब फेरि म अब रेस्टुरेन्ट खोल्छु भनेर मैले एउटा सानो एउटा कार्ट एउटा काउन्टर भनौँ है त्यसबाट मैले बिजनेस स्टार्ट गरेँ। मैले नाम डिलिसियस मोमो राखेँ त्यो राखेर स्टार्ट गर्नु थालेँ। स्टार्ट गऱ्यो गर्दै 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 गएँ त्यहाँ समय दिनु थाल्यो है तर त्यसमा त निकै अलिक राम्रो हुँदै गयो। त्यहाँदेखि मैले नि त्यसलाई अलिक रिनोभेसन गर्दै राम्रो हुँदै गएँ। त्यहाँदेखि बादमा मैले फेरि त्यो धेरै राम्रो भइसकेपछि मैले अर्को फेरि ठुलो रेस्टुरेन्ट खोलेर त्यहाँदेखि फेरि अब त्यहाँ पनि अब समय दिँदै गयो त्यसो गर्दै है एउटा 2टा हुँदै अहिलेसम्म अब 2025 भन्नु है 2013 टु अहिले करिब 15 वर्षसम्म चाहिँ अहिले रनिङ गर्नुमा सक्षम भएको छु भनेर। हजुर र अब अघि हजुरले भन्नुभयो नि है एउटा नुडल्स
फ्याक्ट्रीदेखि हजुरले सुरु गर्नुभयो होइन र त्यसलाई नसकेर अब हजुर यता रेस्टुरेन्टपट्टि लाग्नुभयो भनेर हजुरले जुन भन्नुभयो है अनि अब रेस्टुरेन्ट बिजनेस पनि हजुरको लगभग 15 वर्ष भयो होइन जुनै पनि कुरा गर्नुको लागि है सजिलो त छैन नि त मेहनत त चाहिन्छ है धेरैवटा अब्स्टेकल्स धेरैवटा हर्डल्स आउँछ है उपर निचे हुन्छ तपाईले कस्तो कस्तो लाइफमा यस्तो सिचुएसनहरु केही त्यस्तो फेस गर्नुभयो कि जहाँ तपाईलाई लाग्यो कि हैन हो म सक्दिन म सिक्किम फर्किन्छु है सिक्किममै फर्केर आफ्नै जग्गामा सानो भए पनि नोकरी गर्छु भन्ने हजुरलाई त्यस्तो केही आयो हजुर अब मलाई त्यो सिक्किममै फर्केर आउनु पर्छ र गर्नु पर्छ सिक्किममै भन्ने चाहिँ मलाई त्यो चाहिँ लागेन आएन किनभने अब सिक्किममा आएर पनि के गर्ने त है अब हामीले एउटा बेस बनाउनु पर्यो सिक्किममा नि कुनै अब बेसै गर्नु पर्यो जबै गर्ने हो भने त मैले बेंगलोरमै जब पाइरहेको थियो हैन गरेकै हो गरेर छोडेकै हो त्यसले सिक्किममा अब आएर चाहिँ कुन चाहिँ बेस बनाउने त हामीले कुन चाहिँ प्रकारले गर्ने मैले सोचे हैन मेट्रोपोलिटन सिटी नै बेस हो बेस बनाउनका लागि चाहिँ राम्रो हुन्छ भनेर मैले त्यस्तो चाहिँ अब्स्ट्रगल त धेरै आयो अब्स्ट्रगल अब त्यहाँदेखि गर्दा एउटा फाइनान्शियल क्राइसिस हुन्छ है धेरै अब त्यो आयो अब त्यसमा पनि अब मैले एकदमै धैर्य साथ त्यसलाई पार गर्ने कोसिस गरे त्यो सँगसँगै अब त्यहाँको अब लोकलिटी है हामी सिक्किमको मान्छे अब बाहिर गएर काम गर्नु सजिलो त छैन तर त्यस्तो साह्रो पनि छैन हैन अब त्यसले गर्दा हामीले अब त्यसलाई कतिवटा लोकलिटीसँग मिलेर काम गर्नुपर्ने हो कि कस्तो प्रकारले गर्ने त्यो हेपाइहरू हुन्छ त्यो पनि अब सनै पर्यो है त्यो प्रकारले गर्दै अब त्यो अब्स्ट्रकलहरु चाहिँ त्यो प्रकारको चाहिँ मेरो जीवनमा आकै हो तर मलाई अब लाग्छ हामी जबसम्म अप्ठ्यारोपनलाई हामी अंगाल्दैन भने सजिलो हामीले पाउन सक्दैन जब अप्ठ्यारोलाई हामी क्रस गरेर जान्छौं भने त्यहाँदेखि मात्रै हामीले सजिलो पाउन सक्छौं अब यस्तो पनि हुन्छ नि अब तपाई एउटा रेस्टुरेन्ट चलाउनु हुँदैछ हैन सँगैमा तपाईको अब फ्यामिली पनि हुन्छ है फ्यामिलीलाई पनि टाइम दिनुपर्ने हुन्छ आफ्नो बिजनेसलाई पनि टाइम दिनुपर्ने हुन्छ हैन नानी पनि छ हजुरको नानीलाई पनि टाइम दिनुपर्ने हुन्छ है यो सबै चाहिँ कसरी म्यानेज गर्नुहुन्छ कतिको सारो छ यो सबै कुरामा भन्ने हजुर यो जुन चाहिँ फ्यामिली म्यानेजमेन्टमा चाहिँ के हुन्छ टाइम म्यानेजमेन्ट भनौं है फ्यामिली या त टाइम म्यानेजमेन्ट यसमा कुरा गर्नुपर्दा हामीले जुन चाहिँ एउटा सिस्टममा गयो भने यो हामीलाई गाह्रो पर्दैन किन हामी सिस्टम अब आफै त्यहाँ रेस्टुरेन्टमा बस्नुपर्छ आफै खट्नुपर्छ भन्ने कुरा होइन हामीले जुन चाहिँ एउटा प्रकारको सिस्टम जुन चाहिँ क्रिएट गरेर राखेको छौं भने त्यो अटोमेटिकली त्यो भइहाल्छ हामी त्यहाँ नपुग्दा पनि रेस्टुरेन्ट चलिरहने र हामी नजादा पनि कुनै पनि फरक नपाउने खालको चाहिँ हुन्छ हामीले त्यो सिस्टमलाई चाहिँ एकदमै प्रोपर वेमा म्यानेज चाहिँ गर्नु पर्यो सुरुमा चाहिँ आफूले मेहनत गर्नु पर्यो बिस्तारी सिस्टममा हजुर अब सुरुमा जुन चाहिँ बिगिनिङमा त हामी खट्नै पर्यो त्यतिबेला त अब त्यो हामीमा अब त्यो प्रकारको अब हुँदैन पनि पैसा पनि हुँदैन है त्यस्तो प्रकारको लगानी लगाउन लागि पैसा नै हुँदैन त्यो प्रकारको हामीले इम्प्लोइ राख्नु पनि सक्दैन सुरुमा खट्ने हो अलिकति सुरुमा खटिसकेपछि एटलिस्ट एकजना या दुईजना हामीले इम्प्लोइ राख्नु सक्यो भने त्यहाँदेखि हामीले त्यसलाई नै सिस्टम बनाउँदै जाने बिस्तारै त्यसो गरेपछि है अब फ्यामिलीको टाइम दिने अब हामीले त्यो भइहाल्छ त्यो प्रकारले अब म्यानेज गर्दै जाने अब तपाई त्यत्रो बेंगलोरमा है बसेर 13 वर्ष 15 वर्ष हजुरले त बिजनेस गरिसक्नु भयो अब तपाई पढेको टाइम अलग्गै छोड्दिउ न है अब सिक्किमको कुरा गर्नु पर्दा है हाम्रो यहाँ सिक्किममा चाहिँ एउटा हाम्रो माइन्डसेट है सबैजना मान्छेको सिक्किमेवासीको माइन्डसेट चाहिँ के छ भने सिक्किमदेखि बाहिर गएर काम गर्न हामी सकिँदैन होला है या त हामी सिक्किमदेखि बाहिर हाम्रो लागि केही छैन जति जे छ सिक्किममै छ भन्ने एउटा लिमिटेड माइन्डसेट जुन छ है अनि यो पनि छ कि सायद सिक्किममा हामी यो क्षेत्रमा या त एन्टरप्रेन्योरशिपको क्षेत्रमा चाहिँ हामी गर्न सकिँदैन होला हो भन्ने जुन मान्छेको एउटा माइन्डसेट छ है तपाईलाई के लाग्छ तपाई अब त्यत्रो बाहिरबाट है अहिले पनि गरिराख्नु भएको छ हैन कोही बेला मात्रै फर्किनुहुन्छ घर पनि है तपाईले यसो फर्केर है आफ्नो स्टेट हेर्दा चाहिँ है हामी अझै पनि के कुरामा ल्याक भइराको छौं जस्तो तपाईलाई लाग्छ या त कसरी इम्प्रुभ गर्न सक्छौं यो कुरालाई हजुर अब यस्तो हो हाम्रो सिक्किममा चाहिँ हो त्यो तपाईले जुन चाहिँ भन्नुभयो अहिले है अब सिक्किममा त्यो प्रकारको मेन्टालिटी छ किनभने हामी सिक्किमको मान्छे हामी सिक्किममै त काम पाउँदैन भने बाहिर हामीले कसरी काम पाउनु सक्छ भन्ने त्यो क्वेशन हरेक सिक्किमे जनताको है सिक्किमे हाम्रो आउने भाइ बहिनीहरुको उसमा छ युवा वर्गको त्यो उसमा छ तर यो चाहिँ हुँदो हैन
किनभने जब म बेङ्गलोर गएँ हामीले मैले गर्नु सकेँ है त्यसरी सबैले गर्नु सक्ने छ बेङ्गलोर किनभने सिक्किम चाहिँ एउटा लिमिटेड एरिया हो लिमिटेड पिपल हो लिमिटेड एउटा पिसफुल छ राम्रो छ तर अब बाहिर गएपछि के हुन्छ भने अब यो हामीले पिसफुल मात्रै सब कुछ भन्ने कुरो पनि होइन तर पिसफुल सँगसँगै हाम्रो एउटा फ्यामिली हाम्रो एउटा साधारण अब हाम्रो फ्यामिली चलाउनु लागि हाम्रो एउटा व्यापार भयो या त नौकरी भयो केही त हुनुपर्छ है त्यो प्रकारले हामीले गर्नुपर्छ अन्त जुन चाहिँ अब बाहिर अब सिक्किमबाट बाहिर गयो भने एकदमै अब राम्रो प्रकारको अपर्च्युनिटी पाइन्छ अब सिक्किमको मान्छेले भन्छन् अहिले होइन जतिजनाले अब लाग्छ उनीहरूलाई हामी सिक्किमबाट बाहिर गयो भने हामी काम गर्नु सक्दैन होला हामी काम पाउँदैन होला भन्ने हुन्छ है तर त्यो त्यस्तो होइन किन सिक्किमबाट बाहिर गएर धेरै राम्रो अपर्च्युनिटी हामीले गर्न सक्छ धेरै राम्रो हाम्रो काम पनि गर्न सक्छ त्यो एकदम खुल्ला रूपमा छ किन सिक्किम जस्तो लिमिटेड छैन भनौँ न अरू जग्गामा चाहिँ अब राम्रो छ सिक्किममै पनि है कुरा गर्नुपर्दा अब गभर्मेन्टले पनि धेरै स्किम्सहरू प्रोभाइड गर्नु हुँदैछ नि त होइन वान फ्यामिली वान एन्टरप्रेन्योर भनौँ है अब लोनहरू पनि दिनु हुँदैछ कति लोन त छुट पनि हुन्छ स्पेशली वुमेनहरूलाई त धेरै छुट छ है र पनि किन तपाईँलाई लाग्छ कि हाम्रो युथहरू स्पेशली है अझै पनि किन यो एन्टरप्रेन्योरशिप सेक्टरलाई सिरियसली लिन सकेको छैनन् जस्तो लाग्छ तपाईँलाई हजुर हजुर यो चाहिँ के छ भने अब सब कुछ पैसा त होइन गभर्मेन्टले पैसा दिन्छ गभर्मेन्टले है त्यो पैसाले अब गर्ने त के हो त्यो मेन त अब हामीले एउटा हुन क्वेसन मार्क हामी त्यो के गर्ने त्यो हामी गर्नुको लागि हामीले के हुनुपर्ने हाम्रोमा त्यो एउटा हामीले बेस बनाउनु लागि बेस हामीलाई चाहियो तर बेस छैन पैसा छ मसँग तर मेरो बेसै छैन त्यो पैसाले के गर्ने है त्यो भएर अब त्यो गभर्मेन्टले दिएको पैसा या त हामीले अब हाम्रै आफ्नै पैसालाई लगानी लगाउनु केमा लगाउने त है त्यो चाहिँ एकदमै मेन इम्पोर्टेन्ट हो किनभने हामीले अब केमा लाउँदैछौँ त्यो एकदमै इम्पोर्टेन्ट हो र कहाँ लाउनु पर्ने हो है केमा लाउनु पर्ने हो त्यो एकदमै इम्पोर्टेन्ट कुरा हो र त्यसले भविष्यमा कहाँसम्म पुर्याउँछ त्यो हामीले एकदमै त्यो जुन चाहिँ प्रकारको सपना हामीले अगाडि नै रचिसकेको हुनुपर्छ तर अन्त मात्रै हामी एउटा त्यो सक्षम हुन सक्छ जस्तो मलाई लाग्छ तपाईँले भन्नुभयो नि जुन हामी हुने हो त्यो हामीले अगाडि सोच्नुपर्छ है एउटा हो भविष्यको लागि कल्पना गर्नुपर्छ है तपाईँले कहिले सोच्नु भएको थियो अब सानोमा स्कुलमा पढ्दा कसैले भन्छन् त के हुने भन्दाखेरि कतिले भन्छ डक्टर मैले भन्थेँ डक्टर हुन्छु भनेर त्यो एउटा केही थाहै थिएन के हुने भन्दा डक्टर र इन्जिनियर भन्ने मात्रै एउटा थियो नि त प्रथा होइन अनि तपाईलाई चाहिँ स्कुल टाइमदेखि या त कलेज पढ्दादेखि तपाईँले कहिले सोच्नु भएको थियो कि एक दिन गएर हुन्छ नि म बिजनेसै गर्छु होला भन्ने तपाईँको एउटा माइन्डसेट थियो कि है के हुने इच्छा थियो तपाईँले के कुरा अरू तपाईँलाई के कुरामा इन्ट्रेस्ट लाग्छ हजुर मलाई चाहिँ यस्तो थियो कि जब स्कुल पढ्दाखेरि मलाई चाहिँ भनौँ भने अब अर्काको अन्डरमा चाहिँ मलाई बस्नु नै मन नपर्ने है अब कति अब टिचरले भनेको कुरा सुन्थेनन् होला मैले है अन्त त्यति बेला सँगसँगै हाम्रो जुन चाहिँ स्कुल पढ्दाखेरि 2005मा भनौँ है 2005मा म स्कुल पढ्दै थिएँ त्यति बेला मेरो एकजना टिचर हुनुहुन्थ्यो बिएम सर भन्नुहुन्थ्यो उहाँ चाहिँ कमर्स टिचर हुनुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो बिजनेस गऱ्यो भने चाहिँ एकदम राम्रो र सक्षम मान्छे बन्नुको लागि चाहिँ बिजनेस गर्नुपर्छ भने त्यो चाहिँ मेरो मनमा चाहिँ के भन्छ रहिरहेको थियो र त्यसले चाहिँ मैले अब सोचेँ धेरै कुरा सोचेँ होइन बिजनेस गरेकै राम्रो किन इन्डिपेन्डेन्ट हामी हुनु मलाई चाहिँ इन्डिपेन्डेन्ट हुनु चाहन्थेँ किनभने कसैको रिस्ट्रिक्सनमा नबसौँ भन्ने अब मैले त्यो जुन चाहिँ अगाडि मैले तपाईँलाई भने है जुन चाहिँ म सफ्टवेयर कम्पनीमा काम गरेँ गर्दाखेरि मैले अब त्यहाँ रिस्ट्रिक्सन थियो हामीले जतिवटा हाम्रो टास्कहरू हुन्छ पेरोलहरू हुन्छ हामी कम्प्लिट गर्नुपर्ने अब भएन भने भोलि मेल आइहाल्छ है या त कन्फरेन्स रुममा हामी बसेर मिटिङ गर्नु पर्यो के त त्यो प्रकारको के एउटा एक प्रकारको राम्रो तर एक प्रकारको लोड पनि धेरै मेन्टली टर्चर त्यो प्रकारको दबाउ हुने त्यसले गर्दा मैले चाहिँ होइन यो प्रकारको नगर्ने किनभने हामीले छुट्टै गऱ्यो भने अलग हुन्छ भन्ने मलाई त्यो लाग्यो र त्यही प्रकारले म यता अब बिजनेसपट्टि म आएँ तपाईँको फ्यामिलीले कहिले यो भन्नु भएन कि अब सानो तपाईँले अब जब भन्नुभयो नि एउटा सुरुमै त तपाईँले ठुलो रेस्टुरेन्ट चलाउनु भएन नि त एउटा सानो
आउटलेटबाट सुरु गर्नुभयो है तपाईँलाई तपाईँको फ्यामिलीले कहिले पढ्नु भएन हेर त कति बिकम गरेको एमकम गरेको किनभने एउटा प्रथा छ है फ्यामिलीमा या त सोसाइटीमा पनि है यत्रो पढेर पनि के दोकान खोलेको ए मोमो नै बेच्ने हो ए रेस्टुरेन्टै चलाउने हो भने त पढ्नु पर्दैन थियो नि भन्ने एउटा प्रथा पनि छ नि हाम्रो समाजमा है सो तपाईँलाई चाहिँ त्यस्तो केही भयो कि भएन कि कसरी त्यसलाई तपाईँले ह्यान्डल गर्नुभयो अब यो चाहिँ हामीलाई एउटा जुन समय आउँछ त्यो समयसँग हामी चल्नु सक्दो रहेछ अब हुनु नि अब म बेङ्गलोरमा बसेर अब कम्पनीमा राम्रो कम्पनीमा एसी रुममा बसेर काम गर्ने मान्छे काउन्टरमा आएर काम गर्नु त डिफिकल्ट हो यो तपाईँले राम्रो क्वेसन गर्नुभयो है तर अब जुन चाहिँ मेरो सिचुएसन नै यस्तो थियो कि मसँग पैसा भन्ने त्यस्तो थिएन है मसँग अब फ्यामिली त चाहन्छ राम्रै प्रकारले अब कुन चाहिँको अब हस्बेन्डले वाइफले हस्बेन्डलाई चाहँदैन होला कि मेरो हस्बेन्ड चाहिँ राम्रो ठाउँमा काम गरोस् राम्रो पैसा कमाओस् है त्यो त सबैले चाहन्छन् तर अब हामीसँगको अब अन्डरस्ट्यान्डिङ म्युचुअल अन्डरस्ट्यान्डिङ राम्रो थियो उहाँले भने होइन अब मैले उहाँलाई बुझाएँ होइन हामी बिजनेस गऱ्यो भने चाहिँ यस्तो हुनसक्छ इन फ्युचरमा तर हामीले काम गऱ्यो भने इन फ्युचर बुढा हुन्छ बुढो हामी जबसम्म काम गर्न सक्छ तबसम्म हामी स्यालेरी हो है त्यो पछि चाहिँ हामी स्यालेरी पाउँदैन त्यहाँदेखि हामी के गर्ने त मैले त्यो सबै उहाँसँग बात गर्थेँ है गरेर हामी एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ चाहिँ राम्रो एउटा हस्बेन्ड र वाइफको बन्डिङ थियो भनौँ न त्यो प्रकारले मलाई चाहिँ अब एलाउड गरे भनौँ न है काउन्टरतिर सानो फास्टफुडमा काम गर्ने सो अब अहिले तपाईँ फर्केर है 15 वर्ष पछाडि है यसो फर्केर हेर्दा है कस्तो लाग्छ तपाईँलाई अब आफ्नै जर्नी हेर्दा हुन्छ नि किनभने कोही बेला कसैलाई बाँकी मागेको हुन्छ कोही बेला दिएको हुँदैन कसैले कोही बेला कसैको बाँकी तिर्नु पर्ने हुन्छ है कोही बेला धेरै लोड हुन्छ फ्यामिली बिमार भइदिन्छ के धेरैवटा अब्स्टेकल्स आउँछ नि त मान्छेको लाइफमा है तर पनि अब अहिले यसो फर्केर पछाडि हेर्दाखेरि है एउटा जुन तपाईँको मुस्कान जुन आउँछ होइन फेसमा तपाईँलाई आफ्नो जर्नी फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ पछाडि फर्केर हेर्दा चाहिँ मलाई के लाग्छ भने अब त्यस्तो उयो चाहिँ लाग्दैन मलाई पछाडि म खुसी चाहिँ हुन्छु म पछाडि म पहिला चाहिँ म यस्तो थिएँ अहिले म यस्तो छु है आफ्नै सब कुछ छ भन्ने मलाई अलिकति त्यसमा गर्व लाग्छ पहिला अब मेरोमा पैसा हुन्थेन है अहिले म अब कतिजनालाई अब सोसियल हेल्पहरू पनि गर्छु अब हस्पिटलतिर जान्छु है म त्यो सम्झिन्छु त्यो जुन चाहिँ बितेको दिनहरू सम्झिँदा चाहिँ है अहिले चाहिँ अब खुसी चाहिँ लाग्छ मलाई मैले अलिकति लाइफमा एउटा राम्रो इफोर्ट्स हालेछु भन्ने खालको है मैले पुसअप आफूलाई गरेछु भन्ने चाहिँ मलाई लाग्छ सो तपाईँको लाइफमा तपाईँले आफ्नो एउटा इन्सपिरेसन या त एउटा आइडल हुन्छ नि है जसको नक्सा कदममा या त जसको सोचाइमा आफू चल्ने है या त एउटा आफूले कसलाई आइडल मानेको को हुनुहुन्छ तपाईँको लाइफमा तपाईँको आइडल इन्सपिरेसन चाहिँ को हुनुहुन्छ हजुर अब मेरो इन्सपिरेसनको कुरा गर्नुपर्दा त धेरै छ है अब मलाई टिचरहरूले पनि मलाई अब कतिवटा त्यो इन्सपायर गर्नुभयो र साथीभाइ पनि मैले देखेँ अरूहरू पनि देखेँ बेङ्गलोरमा है त्यसो गर्दा गर्दै मैले अर्को अब मेनली पार्टिकुलर नाम तोक्नु पर्दा चाहिँ विनोद चौधरी जुन चाहिँ नेपालमा हुनुहुन्थ्यो है हुनुहुन्छ अहिले पनि उहाँको जुन चाहिँ व्यवसाय र उहाँको स्पिचहरू मैले धेरै सुन्छु उहाँले जुन चाहिँ भन्नुभएको स्पिचमा चाहिँ भन्नुभएको छ उहाँले हामीले अपर्च्युनिटीलाई टाइम अपर्च्युनिटीलाई ग्र्याब गर्नु चाहिँ हामी सक्नुपर्छ भन्नुभएको छ त्यसलाई होइन अब अपर्च्युनिटी कहाँबाट आउँछ समय कति बेला आउने हो त्यसलाई चाहिँ हामी टाइम र अपर्च्युनिटी एकसाथ जब आउँछ त्यति बेला हामीले ग्र्याब गर्न सक्यो भने चाहिँ हामीले होइन सक्षम हुन्छ उहाँले भन्नु साँच्चै त्यो उहाँको त्यो जुन चाहिँ उहाँ बिजनेसम्यान हुनुहुन्छ है नेपाली बिलिनियर हुनुहुन्छ उहाँको चाहिँ अब म धेरै इन्सपायर हुन्छु उहाँको जुन चाहिँ हजुर सुन्दाखेरि है उहाँको त्यो जुन चाहिँ स्पिचहरू सुन्दाखेरि चाहिँ हजुर एउटा हजुरलाई प्रश्न गर्नुपर्दा है हजुरले भन्नु त हुँदैछ कि अब बेङ्गलोरमा है ठुलो सहर हो नि त है सिक्किम त सानो छ होइन सजिलो छैन नि त केही कुरा अनि धेरैवटा जग्गामा बेङ्गलोरमै पनि एउटै गल्लीमै पनि एउटै एरियामै पनि धेरैवटा रेस्टुरेन्ट हुन्छ है अनि चलाउनु पनि भनेको जस्तै सजिलो त हुँदैन नि त है सो कतिको कम्पिटिसन छ बेङ्गलोरमा हुन्छ नि कतिको कम्पिटिसन फिल हुन्छ तपाईँलाई अब यो कुरा चाहिँ यस्तो हो
कम्पिटिसन त नहुने होइन, हजुर कम्पिटिसन गर्नै पर्यो, कम्पिटिसन हुन्छ नै हुन्छ। किन बेङ्गलोर जस्तो जग्गामा एउटा मेट्रोपोलिटन सिटीमा रेन्ट तिरेर है, अब रेन्टै धेरै हुन्छ, अब स्यालेरी अब इम्प्लोइलाई दिनु धेरै उयो चर्को कुरा हो। तर अब हामीले जुन चाहिँ एउटा ब्रान्डलाई, हाम्रो एउटा पार्टिकुलर ब्रान्डलाई हामी त्यो ब्रान्डको लागि हामीले काम गरेर है एउटा हामीले क्वालिटी हामी दिन्छौँ भने सायद त्यो त्यति साह्रो कम्पिटिसन जस्तो मलाई लागेन। किन हाम्रो एउटा ब्रान्डको लागि धेरै टाढाबाट पनि कस्टमर आउन सक्छ, तर हाम्रो ब्रान्डलाई चाहिँ अब त्यो नाम चाहिँ हामीले के भन्छ त्यो नामको चाहिँ हामीले उयो गर्नु पर्यो, कदर गरेर है त्यो प्रकारको हामीले क्वालिटी ब्रान्ड सेट गरिसकेपछि त्यो लेभलको क्वालिटी र सर्भिस क्वालिटी र सर्भिस चाहिँ हामीले प्रोभाइड गर्नुपर्छ। सो टोटल कतिजना तपाईँकोमा इम्प्लोइजहरू हुनुहुन्छ? टोटल अहिले इन्क्लुडिङ पार्लर 35 जना छ, 2टा रेस्टुरेन्ट र हजुर सेलुन गरेर। हजुर हजुर। ओके नाइस। अब एउटा प्रश्न हजुरलाई गर्नुपर्दा है, अहिले त टेक्नोलोजीले एउटा अहम भूमिका निभाएको हामी देख्छौँ नि त है। विश्व नै अब टेक्नोलोजीले चलिरहेको छ, अब हाम्रो हातमै दुनियाँ छ भनौँ न है। फोनको थ्रु हामी धेरै कुरा अब अपडेटहरू लिन्छौँ है, न्युजहरू लिन्छौँ, के गर्छौँ, सबै कुरा फोनमै त छ है। र तपाईँलाई चाहिँ के लाग्छ हुन्छ नि यो एन्टरप्रेन्योरशिपको सेक्टरमा है टेक्नोलोजीले चाहिँ कस्तो भूमिका प्ले गर्छ जस्तो लाग्छ? हजुर, यो अब टेक्नोलोजी कुरा गर्नु पर्दाखेरि यो एकदमै ठुलो कुरा हो अहिलेको जमानामा है। अब फेसबुक, इन्स्टा, अब स्विगी, जोमेटो है जति नै छ, अब डेन्जो छ, अब ब्लिङ्किट छ है, फ्लिपकार्ट जति नै अब यो छ नि तपाईँको, अब एमाजोनहरू छ, यो सबै अब टेक्नोलोजी हो। यो जुन चाहिँ एपद्वारा जति नै अब इकमर्सहरू भइरहेको छ यो चाहिँ अब यो टेक्नोलोजीद्वारा धेरै कुराहरू हामी गर्न सकिन्छ। हामी पनि है अब हाम्रो रेस्टुरेन्टमा पनि हामीले अब स्विगी जोमेटो टाइप अप गरेको छौँ है, उनीहरूले अब हामीलाई अब सेल्स दिइरहेको छ, यो टेक्नोलोजीद्वारै हो। हामीले यो टेक्नोलोजीलाई लिनु नै पर्छ। यो हाम्रो यो मार्केटमा अहिलेको जुन चाहिँ हाम्रो यो फिलहालको मार्केटमा हामी सस्टेन हुनुको लागि चाहिँ यो टेक्नोलोजी एकदमै ठुलो भूमिका निभाउँछ। अब से फर इक्जाम्पल म तपाईँलाई दिन चाहन्छु, यो अब इकमर्सको जमाना छ है, हामीले अब धेरै कुराहरू यो टेक्नोलोजीद्वारा गर्न सक्छ। हामीले अब निटल लिप है, सिस्नो भनिन्छ, अब इङ्ग्लिसमा निटल लिप भन्छ, त्यो सिस्नोको चिया मान्छेले खान्छ। त हामी त अब सिक्किममा यति साह्रो हामी भाग्यमानी छौँ, हामी त के खाँदैछौँ, सिस्नोको दाल खान्छौँ है। अब तर अब त्यसलाई प्रोसेस गरेर त्यसलाई हामी एमाजोनमा नि पाउँछ है, हामी हेर्नु अब किन्नु पाइन्छ। त्यसलाई 100 ग्रामको नट लेस देन 500 एबभ 500मै हामी त्यो देख्नु पाउँछौँ। त्यो प्रकारको हामीले अब त्यसलाई टेक्नोलोजीमा त्यसलाई गरेर त्यसलाई होइन अब इकमर्समा हालेर बेच्न सकिन्छ। गुन्द्रुक भयो तपाईँको यो बेम्बो सुट भयो, हाम्रो यो तपाईँको यो टर्मरिक भयो, धेरै कुराहरू हाम्रो यो अब कार्डामम भयो है, ठुलो खालको इलायची भयो, यो हाम्रो सिक्किममा प्रशस्त मात्रामा छ। हामीले तर त्यो उयो छैन, त हामीले के गर्छौँ भने यसलाई चाहिँ सिधै हामी दिइपठाउँछौँ भनौँ न। हामी टेक्नोलोजी त्यसलाई युज गर्दा अब हेर्नुहोस्, एउटा कुच्चोको एउटा कुरा गरौँ है। कुच्चो हामी अहिले मार्केटमा कसरी केजी होला, सायद कति 1000 रुपिस, 40 केजीको 1000 रुपिस कति होला। त्यही कुच्चोलाई हामी प्रोसेस गरेर हामीले मजाले बनाएर है त्यसलाई मार्केटमा इकमर्समा हामीले दियो भने, इकमर्स प्रकारले हामीले बिजनेस गरेर दियो भने तपाईँको एउटा कुच्चोको तपाईँले 150-200 पाउनुहुन्छ भने चाहिँ 40 केजीबाट कतिवटा कुच्चो आउँछ त त्यो हो। तर हामीले अब त्यो प्रकारको हामीले टेक्नोलोजी युजै गर्नु चाहँदैन। हामीलाई सायद आइडिया भएको नभएको त्यो चाहिँ म भन्नु सक्दिनँ है, कतिजनाको आइडिया छ होला तर अब एप्लाई गर्न नचाहेको पनि होला। कतिवटा अब टेक्नोलोजी अब ल्याउनु पर्यो, त्यसका लागि कतिवटाको अब फाइनेन्सियली नै हुनु पर्यो, कति त्यो सबै मिल्नु पर्यो। त्यो अब नभएरै होला सायद अहिलेसम्म हामीले अब सिक्किममा यो टेक्नोलोजी धेरै अलिक कम्ती नै लाग्छ मलाई युज गरेको। र अब हामी कार्यक्रमको अन्ततिर आइपुगेको छौँ है, अनि हाम्रो भ्युवर्सलाई है जाँदै है के भन्न चाहनुहुन्छ? किनभने धेरैजना युथ हुनुहुन्छ जसले
अन्टरप्रेनरसिपको क्षेत्रमा केही कुछ गरौँ भनेर उहाँहरूले सोच्नु भएको छ अनि धेरैले त बिजनेसहरू सुरु पनि गर्नुभएको छ है। उहाँलाई के मेसेज दिन चाहनुहुन्छ? हजुर, म हाम्रो सिक्किमको भाइ बहिनी आउनु भविष्यलाई है, आउने भाइ बहिनी युथहरूलाई यही भन्न चाहन्छु कि अब सिक्किममा बसेर है तपाईँले जो पनि गर्नुभएको छ एकदमै राम्रो गरिरहनु भएको छ, त्यसमा म एकदमै गर्व छु। अब जति तपाईँले गर्नुभएको छैन है, तपाईँले नि कुनै पनि एउटा सानो किन नगर्नुहोस्, तपाईँ त सुरु गर्नुहोस्। तर भोलिको दिनमा त्यो उम्रे तपाईँले एउटा सुन्तलाको बोट रोप्नुभयो भने है 6-7 वर्षमा फल्नेछ। त्यस्तै प्रकारले तपाईँले एउटा केही पनि गर्नुहोस्, तर निरन्तरता तपाईँले चाहिँ त्यसमा दिनु पर्यो। तपाईँले निरन्तरता दिइरहनु भयो भने एक दिन अवश्य नै त्यो बढेर जानेछ र फल्नेछ र त्यो फलको लाभदायक चाहिँ तपाईँले उठाउन सक्नुहुन्छ। त्यसरी है हामी सिक्किममा बसेर अब तपाईँहरू निरुत्साहित नहुनुहोस्। तपाईँहरू होइन कतिजनाले भन्नुहुन्छ होला सिक्किममा मैले अब पाएको छैन जब, मैले अब गर्नुपर्ने के प्रकारले है अब धेरै अब ट्रिमेन्डेसहरू आउनसक्छ फ्यामिलीको। त्यस्तो होइन, तपाईँहरू अब सिक्किममा जब पाएन भने केही छैन, हामी इन्डियाको कुनामा जहीँ पनि गएर काम गर्न सकिन्छ। तपाईँहरू बेङ्गलोर, चेन्नई, जहाँ पनि मेट्रोपोलिटन सिटिजमा जानुहोस्, त्यहाँ गएर काम गर्न सक्नुहुन्छ। त्यहाँ तपाईँहरू सानोबाट बिजनेस, मैले अब जुन चाहिँ अब सानो कार्डबाट बिजनेस स्टार्ट गरेँ है, त्यस्तै प्रकारले तपाईँले बिजनेस स्टार्ट गर्नुहोस्। अब दार्जिलिङका भाइ बहिनीहरूले मोमो बेचेर है आफ्नो घरहरू बनाइरहेको छ, धेरै मजाले जुन चाहिँ जीविका चलाइरहेको छ। त्यस्तो भइरहेछ। हाम्रो अब सिक्किमको दाजुभाइ बहिनीहरू धेरै गर्न सक्नुहुन्छ तपाईँहरूले है, यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई है। फेरि पनि हजुरको भ्यालुएबल टाइम लिएर मेरो सोमा आउनुभयो र आउँदो दिनहरूमा पनि हामी यसरी नै महान महान व्यक्तित्व डिफ्रेन्ट सेक्टरबाट हजुरहरूलाई भेटाइरहनेछौँ। हेर्दै गर्नुहोस् ओ माई गड जिन्दगी। अनि थ्याङ्क यू सो मच हजुरलाई। थ्याङ्क यू म्याम, थ्याङ्क यू।